सम्पूर्णमा नमस्कार छ मेरो मिनी भ्लगमा। म युट्युबर काशीराम महतो। तपाईहरुले मेरो युट्युब च्यानल काशीराम महतोमा सर्च गरेर तपाईहरुले विभिन्न किसिमका भिडियोहरू देख्न सक्नुहुन्छ। सांस्कृतिक देखि लिएर भ्लग देखि लिएर विभिन्न र तपाईहरुले यहाँ देख्दै हुनुहुन्छ तिहारमा पकाउने रोटी। यो चाहिँ विशेष गरी ललपुरमा थारू समुदायले तिहारमा पकाउने रोटी देख्न सक्नुहुन्छ र यसको बारेमा केही कुरा म जानकारी गराउन चाहन्छु। थारूहरूले तिहारलाई सोहोराई भन्ने गर्दछन् र सोहोराईमा पकाउने यो रोटी बेग्लै किसिमको रहेको छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। अनि यहाँ देखाउँछु क्रमशः यहाँ विभिन्न किसिमका परिकारका रोटीहरू बनेका छन्। यो कुनै राजा रोटी भन्ने गर्छन्, कुनै ढुक्कुर, कुनै दियो, कुनै डेगुवा भन्ने गर्छन्, कुनै चाहिँ धमराज। यो विभिन्न प्रकारको रोटीहरू चाहिँ हाम्रो थारूहरूले चाहिँ तिहारको बेलामा यो स्टिम गरेर पानीको बाफले पकाएर खाने गरिन्छ र त्यो भन्दा अगाडि यो घरहरूमा आफ्नो के गाई बस्तुहरू रहेको छ अथवा यो किसानी गर्दाखेरि के सामानहरू प्रयोग गरिन्छ त्यो सम्पूर्ण सामानहरूलाई रोटीको आकारमा रोटीले आकार दिएर पनि पकाउने गरिन्छ। यो हेर्दै जाँदा तपाईहरुले यहाँ अरु पनि देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अहिले बन्ने क्रममा छ र यहाँ चाहिँ अहिले विशेष गरी यो वर्ष दुई किसिमको रोटी बन्दैछ। चितवनमा पाक्ने विशेष किसिमको रोटी र नलपुरमा पाक्ने रोटी यसपालि मिक्स रहेको छ। किन भन्दाखेरि हाम्रो घरमा चाहिँ नयाँ मेम्बर हुनुहुन्छ अरे चितवनको माडीबाट, त्यही भएर यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो नलपुरमा मिक्स हुँदैछ। नलपुरमा पनि मेरो घरमा तपाईहरुले देख्न सक्नुहुन्छ। केही समयपछि म यहाँ तपाईहरुलाई धमराज भनेर भन्ने गरिन्छ जुन रोटी म देखाउने छु र त्यसपछि डुङ्गा पनि बन्छ। त्यसपछि हाम्रो घर गाई रहेको छ र गाईको पनि यहाँ रोटी बनाउने छौं। तपाईहरुलाई म देखाउने नै छु भिडियोमा। बन्ने क्रम जारी छ। ल फाइनल्ली हाम्रो चाहिँ रोटी तयार भइसकेको छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। विभिन्न प्रकारको रोटी म देखाउँछु भनेर यहाँ देख्न सक्नुहुन्छ। यो तपाईहरुले यो चाहिँ दाउरा जुन जम्मा गरेर राखिन्छ। त्यसपछि यो खेतीपाती गर्ने हलो, त्यसपछि यो चुलो, त्यसपछि यो चाहिँ गाई, त्यसपछि यो धमराज भनिन्छ यो रोटीलाई, त्यसपछि यो चाहिँ भकारी, त्यसपछि यो डुङ्गा, त्यसपछि यो धमराज, त्यसपछि यो ढुक्कुर, त्यसपछि यो चाहिँ सोजुवा रोटी, राजा रोटी पनि भनिन्छ। यो सबै यी चाहिँ तिहारमा चाहिँ बनाएर विशेष गरी तिहारमा बनाइन्छ यो रोटी। तपाईहरुले देख्न सक्नुहुन्छ विभिन्न प्रकारको रोटी रहेको छ। रोटी त बिगड़ गेल सर आपके। और बीच समय नहीं बना सकते
लो नरी गएपछि छोरा बनासिन छोरा दुईले बात दोखो तर घारी गाई बाछा पछि प्याके घारी भरा दिया ए पर दिन दुईले बात छोरा गएर दोखो तर म बाछा पछि प्याके घारी भरा दिया घुसकाट लागि गएपछि बड़ा दिन देवली बात के सोरा देवली बात तो कोई बने तोरा के या कुछ गाछ बासा बासी बिया के भारी भरा दिया मार घर में लक्ष्मी पूरा कर दिया एक बन तोरा में देवली लखा दे क्या देख बने आप लो तेरी गाय नहीं 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 मरेगी नहीं ओ खाई बना के दिया म यो देखाउ जाए भने आज हमार धर्वन सोराय अनुसार आज चाहिँ दिउली बाती लोखे के लागि तयार करे जाए बुढी बाबा यहाँ ये पूजा करसम र ये चाहिँ रोटियाँ रख के पूजा करके ऐसे हमार झिनझिनी बोबी हुँखा ऊ झिनकी बबुआ हुँ उड़िया गला पकड़ के बैठल लोक भी है ये चाहिँ रोटियाँ ट्याक्कै यहाँ पूजा कर सक्नु ऐसे लोकमा हो एक गर्छन् दिउली बाती एकरमा चाहिँ एउटा मन्त्र पढेको जिसने रसै वो मंत्र पढ़ के ऐसे दिली बाती लोखल जैसे तोरा दिली बात तो कोई बड़े मोह हो अभी से निस्मा के बाद लो अंदर नी हां होश मास गंगा पार पारी जो है वाई पर जो है हां छुटो दिन कर दे हम पीछे दिन कर दे घोष हो लो बना ए सोरा दिली बात तो कोई बड़े तोरा के गंगा पार लो घोष मास गंगा पार रखिया हो लो हाँ सिगर बस ना नहीं बसते ल समात अरे झिन्द्रे ल समात छिटो डुङ्गा निस्मा चरा समात अरे अझै समात ढुकुर निस्मा चलाउनु चाहिँ बन्द चलाउनु छोरी कौन छौसा ला हमरा दिए बड़ा वन देन
शिखर बस मोबाइल कौन बढ़िया मैं बढ़िया कर इसका टांगा हम होते कई बढ़िया अरे लो बड़े बड़े इसका टांगा ये सब खोले हमरा लगा बंद हाय कस के यार कस क्या खैर घरे ले यार कोई मत पूछ हां हो जाए बड़े थे कई किलो होते बड़े जो जा रहे मर रोक सकना है हां बड़े की लगवाने बनता है